Hi everyone, welcome back to my YouTube channel. यहाँ सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईहरुलाई कहाँको भिडियो लिएर आउँदैछु भन्दा मेरो जन्म ठाउँ र ठाउँको स्पेशलमा कालीगण्डकी अनि हाम्रो मन्दिर सबै देखाउनुहुन्छ। अनि हामी चाहिँ अब जान लागेको बिहानको 7:30 हुन लाग्यो। अब हामी चाहिँ मन्दिरमा जाँदैछौँ। अनि यो चाहिँ मेरो नेपालीको घर छ अनि यो चाहिँ जाने बाटो हो। यो हाम्रो कागती फार्म हो, कृषि फार्मको कागती। अनि यता पनि छ अलिअलि कागती। अब हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ साथीहरू मर्निङको टाइम भएर हेर्नु चराहरू कस्तो मलाई कराइरह अनि शान्त इन्भाइरोमेन्ट अनि मर्निङ टाइम कस्तो राम्रो कम्बिनेसन भइरह। अनि यता देखा अहिले चाहिँ हामी अर्को बाटोमा निस्किसक्यौँ। यो चाहिँ मधुवनटार प्लस नगरपुरको बुलिङटार जोड्ने बाटो हो। तर कालीगण्डकीमा नयाँ पुल बन्दैछ, त्यही भएर चाहिँ यसरी डाइरेक्ट जोडिन मिल्दैन। तर कालीगण्डकी करिडोर चाहिँ पार गर्न सक्छ। भविष्यमा राम्रो हुन्छ यो बाटो किनभने कालीगण्डकी करिडोरबाट नामघाट कावासोती बाटो सर्ट बाटो हुन्छ। तर यहाँ तल चाहिँ माथि चाहिँ हेरगाउँमा चाहिँ कति पुग्छ मोडल फ्लेभर भएर चाहिँ त्यहाँ चाहिँ सजिलो छ। यहाँ चाहिँ यहाँ तल चाहिँ बन्दै भएको भएर चाहिँ यो बाटो सर्भिस रेग्मी गाउँपालिका मधुवनटार भन्ने ठाउँमा मात्रै जोडिएको छ। अनि यो चाहिँ कहीँ चाहिँ बाटोहरू छ अप्रोचहरू पनि। अब हामी चाहिँ यो मोटर बाटो छोडेर फेरि यताको सर्ट हिँड्ने बाटो हुन्छ। हामी कालीगण्डकी अनि त्यसपछि मन्दिर चाहिँ यता सर्ट बाटोबाट पस्छौँ। साथीहरू यो चाहिँ हाम्रो गाउँमा रहेको एकदमै प्रसिद्ध धार्मिक स्थल गडचिना देवी हो। अनि यहाँ चाहिँ हामी चाहिँ के आस्था छ भने हामीले चाहिँ हाम्रो मनोकामना पुरा होस् भनेर कुनै भाकलहरू गरिन्छ भने त्यो पुरा हुने विश्वास गरिन्छ र अनि हामी यहाँ पूजा गर्न अब के लिएर आउँछौँ भन्छौँ नि त हामी कुखुरा लिएर अनि त्यो ल्याएर पूजा गर्छौँ। मेरो पनि एउटा भाकल पूरा भएको थियो। अनि म चाहिँ गत फागुनमा चाहिँ चुनावको बेलामा घरमा भोट हाल्न आउने बेलामा चाहिँ मैले एउटा भाग ल्याएर पूजा गरेको थिएँ। मेरो पनि पूरा भएको थियो। मम्मीले राख्नु भएको रहेछ। कालीगण्डकी साथीहरू तपाईँहरूलाई कालो लाग्छ कि निलो लाग्छ हेरेर भन्नु होला है। मलाई त खै कालो नि छैन जस्तो निलो नि छ कि जस्तो खै कस्तो कस्तो। तर अब नाम चाहिँ कालीगण्डकी हो। अनि उता पारि देखिराख्नु भएको रोड चाहिँ कालीगण्डकी करिडोर हो। चाहिँ पिछा अनि पारिको गाउँहरू चाहिँ नगरपुरमा पर्छ। वारी चाहिँ हामी तनहुँ हो। अनि कालीगण्डकी अझ सानो हो। बर्खामा चाहिँ डेन्जर ठुलो हुन्छ। सबै सालहरू त सबै डढेरोले सबै सखा भएछ नि त। खासमा त लाउन नहुने हो। कस्तो राम्रो राम्रो साल हुन्थ्यो यो सबै सालहरू कस्तो राम्रोसँग हुर्किन्थ्यो होला। सबै डढेरोले सफा बनाएको है।
साउनमा बाढी आउँदाखेरि काली गण्डकी यहाँसम्म आउँछ है साथीहरू, यहाँसम्म आउँछ। यहाँको एउटा यस्तो उसको रुख थियो, त्यो पनि गत साल असार साउनमा आएको बाढीले लगेछ। हेर्नु त्यही छ काली गण्डकी, यहाँसम्म आउँछ पुरै। अनि यस्तो सिडी छ, यहाँ व्यवस्थित छ, यहाँ सार्वजनिक टोयलेट। गर्दा 4 महिना 10 दिन त्यहाँ काम गरेँ। पैसा दिएर फेरि गुरु आउँदा जाँदा आउँदै जाँदा अनि साथीहरू, यहाँहरूलाई कस्तो लाग्दैछ मेरो गाउँको ठाउँहरू, अनि कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजलाई यति नै। अनि अर्को भिडियोमा भेटौँला फेरि। ओके, बाई, सी यू नेक्स्ट भिडियो।